अब हामी यसको उपचारतिर आउँदा चाहिँ यसको उपचार चाहिँ क्रमशः रूपमा हुन्छ। साधारण उपायबाट सुरु गरेर आवश्यकता अनुसार औषधि वा विशेष किसिमको उपचारहरू गर्नुपर्ने हुन्छ। पहिलो चरणमा भनेको चाहिँ हामीले डायटरी मोडिफिकेसन भनेको के चाहिँ धेरै जस्तो कुनै खालको खानपिनले पनि यस्तो दुखाइ बढ्न सक्ने, जस्तै हामीले खाने क्याफिनेटेड ड्रिङ्क्स हैन, टी भयो, चिया कफीहरू यस्तोले यस्तो खाली दुखाइ हुन सक्ने। अर्को भनेको कार्बोनेटेड ड्रिङ्क्स जस्तै कोक फ्यान्टा कुनै पनि फ्रिजी ड्रिङ्क्सले पनि यस्तो ब्ल्याडर पेन सिन्ड्रोममा फ्लेयर अप वा दुखाइ बढ्न सक्ने अवस्था हुन्छ भने भिटामिन सी रिच फ्रुट्स जस्तै अब अम्बा सुन्तला कागती अमलाहरूले पनि यस्तो दुखाइ बढ्न सक्ने हुनसक्छ। त्यही कारणले चाहिँ एउटा फुड डायरी जस्तो मेन्टेन गरेर कुन खानेकुराले चाहिँ यो दुखाइ बढ्छ भनेर त्यसको पनि एउटा नोट गरिराख्नुपर्ने हुन्छ कि त्यो खानेकुरा कम खाँदा चाहिँ दुखाइ कम भएको छ कि छैन भनेर याद गर्नुपर्ने हुन्छ। अर्को फिजियोथेरापी एक्सर्साइज योगाहरूले पनि गर्न सकिन्छ। यो चाहिँ पहिलो चरणको भयो। पहिलो चरणको उपचारले कम भएन भने दोस्रो चरणमा भनेको मुखले खाने औषधिहरू जुन चाहिँ खासमा यो चाहिँ धेरै जस्तो चाहिँ दुखाइ कम गर्ने औषधि हुन्छ। त्यसले पनि भएन भने चाहिँ तेस्रो चरणमा भनेको पिसाबको थैलामै राख्ने औषधि जसलाई चाहिँ हामीले ब्ल्याडर इन्स्टिलेसन पनि भन्छौँ। त्यसपछिको चरणमा भनेको न्युरोमोडुलेसन वा सिस्टोस्कोपी गरेर ब्ल्याडर डिस्टेन्सन। सबैलाई एकै खालेको उपचार हुँदैन, त्यही भएर विशेषज्ञको सल्लाह गरेर कसलाई कुन खाले उपचार हुन्छ चाहिँ त्यसमा हामीले हेर्नुपर्ने हुन्छ। त्यही भएर एउटा विशेषज्ञसँग सल्लाह लिन जरुरी हुन्छ। धन्यवाद।